अहिलेको समय रहेको छ नारी बजेर बुझ्न मिल्ने। ओइ के हो, ढुङ्गा झरे क्या हो? माथिबाट पहिरो आयो भने बर्बाद हुन्छ गाइस, बर्बाद। हेलो वेलकम फ्रेन्ड्स, एमआर गोर्खाली ब्लग्स। सो आजको भिडियोमा सबैजनालाई स्वागत छ एमआर गोर्खाली ब्लग्समा। आजको भिडियो अन्तिमसम्म हेरेर जानुहोला, किनभने आजको भिडियो छुट्टै तरिका, छुट्टै खालको, छुट्टै टाइपको मजा आउनेवाला छ गाइस। आजको भिडियोमा रहेको छ 25 किलोमिटर्स 10 आवर्समा कम्प्लिट गर्नुपर्ने हुन्छ। सो त्यसैले गाइस तपाईँहरू भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनुहोला, किनभने स्किप गरिहाल्यो भने बिचमा धेरै कुराहरू छुट्याउन सकिन्छ। म तपाईँहरूलाई धेरै कुराहरू देखाउन चाहेको छु। सो त्यसैले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला गाइस। त्यही हो, हेर्दै जाउँ, लेट्स सी होइन के हुन्छ आजको दिनमा। सो त्यही हो गाइस। सो अहिलेको समय रहेको छ नारी बजेर बुझ्न मिल्ने। जोकिङ गाइस, अहिलेको समय रहेको छ 7:30 र आज म पुग्नुपर्ने हुन्छ बेलुका 5:30, किनभने 25 किलोमिटर्स म 10 आवरभित्र चाहिँ मैले कम्प्लिट गर्नुपर्ने हुन्छ। सो त्यसैले चाहिँ मसँग चाहिँ टाइमको एकदम कम्पिटेटिभ हुनेवाला छ होइन गाइस। त्यही हो। सो लेट्स सी होइन। सो गाइस, अब चाहिँ म ड्याङ भन्ने ठाउँमा आइसकेको छु होइन गाइस। अझै म धेरै हिँड्नुपर्ने हुन्छ, 7-8 घन्टा होइन। त्यही हो, टाइम इज सो कम्पिटेटिभ होइन, एकदम टाइट छ मसँग टाइम चाहिँ। नाउ अहिले चाहिँ ड्याङ भन्ने ठाउँमा आइसकेको छु। त्यही हो गाइस, एज यु क्यान सी, त्यही हो ड्याङ। सो गाइस होइन, मैले चाहिँ एउटा इनर्जी ड्रिङ्क किनेको छु, किनभने म उकालो र ओह्रालो झर्दाखेरि जहिले पनि इनर्जी ड्रिङ्क एउटा चाहिँ पिउने गर्छु होइन गाइस। त्यही हो, यो उकालो चढ्ने चाहिँ राणादेखि माथि, ड्याङदेखि राणा पुग्ने, त्यसपछि त्यो राणा मुनिको उकालो चाहिँ एकदम गाह्रो हुन्छ होइन। सो त्यसैले चाहिँ म इनर्जी ड्रिङ्क पनि किनिसकेँ होइन ड्याङमा। यो इनर्जी ड्रिङ्क चाहिँ महँगो छ यहाँतिर खासमा। त्यही हो गाइस। र अहिले चाहिँ म यस्तो उकालो चढ्नुपर्छ, यहाँ त्यो झन्डा भएको ठाउँसम्म त्यस्तो उकालो चढ्नुपर्ने हुन्छ। सो त्यसैले चाहिँ म इनर्जी ड्रिङ्क पनि किनिसक्यो गाइस। हो, अब धेरै माथि आइसक्यो। सो देख्न सक्नुहुन्छ होइन। सो गाइस, त्यही हो, यस्तो बाटो छ। अब बर्खाको एममा त हिलै हुन्छ, चिप्लिने लाग्यो। सो गाइस, बाटो चाहिँ यस्तो छ, लड्ला भने डर लाग्छ। सो त्यही हो। ओइ सो गाइस, एकदम खतरा बाटो छ। अघि मैले त्यहाँबाट आएको होइन गाइस, अब चाहिँ यहाँबाट यहाँ माथि यस्तो जानुपर्ने हुन्छ। त्यही हो। सो गाइस, एकदम उकालो चढ्नु परेछ, देख्न सक्नुहुन्छ होइन। अघि त्यहाँबाट आएको मान्छे, अहिले यता छु गाइस, गाह्रो छ नि। सो त्यही हो, आज माथि पुग्नुपर्ने हुन्छ। सो अब चाहिँ म बी आइपुग्न लाग्यो गाइस। बी फेरि उकालो चढ्नु पर्ने भयो, एकदम गाह्रो भइरहेको छ होइन गाइस। अब चाहिँ मलाई भोक पनि लाग्न लागिसक्यो, अझै पनि बी भन्दा मुनि छु म होइन गाइस। त्यही हो, हेर्न सक्नुहुन्छ, फेरि उकालो चढ्नु पर्ने हुन्छ यहाँबाट। यसको मजा
सो गाइस अब चाहिँ म घाप र बुढको बिचमा आइसक्यो। त्यही हो, मौसम चाहिँ अहिले एकदम राम्रो गरिरहेछ, किनभने कुलमा होइन हिँड्न मिल्ने खालको मौसम भइरहेको छ। काम लागे बेला त यो बाटो त हिँड्नै सक्दैन होइन। सो त्यही हो, बाटो चाहिँ एकदम डेन्जर छ गाइस। एक मिस्टेक कि खोलामा पुग्छ। सो त्यही हो, एज यु क्यान सी देख्न सक्नुहुन्छ होइन, बाटो यस्तो छ। त्यही हो गाइस, आफूले गरेको वचन चाहिँ पुरा गर्नुपर्छ। वचन चाहिँ कहिले पनि तोड्नु हुँदैन गाइस। त्यही हो। सो बाटो चाहिँ यस्तै छ। त्यहाँ त्यो पछाडि चाहिँ घाप छ र अहिले म घाप र बुढको बिचमा पुगिसक्यो। त्यही हो। सो यहाँको बाटोहरू चाहिँ यस्तो छैन, माथिबाट पहिरो गएको र एक मिस्टेक भयो कि मुनि खोलामा गाइस। त्यस्तै हो। अब यस्तो रिमोट एरिया भनेको बाटो सबै राम्रो पनि हुँदैन, सबै नराम्रो पनि हुँदैन। यहाँ कुनै कुनै ठाउँमा चाहिँ एकदम पहिरो गएको छ कि। ओइ के हो, ढुङ्गा झरे क्या हो? सो अब चाहिँ कुद्तिर हिँड्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ पहिरो गएको ठाउँ छ है। सो त्यही हो, माथिबाट पहिरो आयो भने बर्बाद हुन्छ गाइस, बर्बाद। सो त्यही हो। सो बाटो चाहिँ एकदम डेन्जर छ क्या यो त। त्यहाँ चाहिँ गप होइन, गप त्यतै पर्छ हो। त्यही हो। सो म चाहिँ अब पहिरोलाई पार गरिसक्यो। अब चाहिँ घापतिर एकछिन रेस्ट हुन्छ, त्यसपछि म फेरि कुद्नुपर्ने हुन्छ गाइस। त्यही हो, च्यालेन्ज चाहिँ पुरा गर्नु पर्यो। सो गाह्रो छ गाइस, गाह्रो छ। यहाँ चाहिँ लोकल पानी गाइस यसरी खाइन्छ। सो गाइस अब चाहिँ म नम्रुङभन्दा अलि यता काटिसक्यो। सो देख्न सक्नुहुन्छ यो नम्रुङ होइन, नम्रुङ वारिपारि रमाइलो छ। नम्रुङभन्दा काटिसक्यो म चाहिँ यताबाट होइन। सो त्यो चाहिँ त्यो रुख ठुलो भएको छ त्यो हो, त्यो चाहिँ के भन्छ, त्यसको पछाडि चाहिँ लाखबहादुर भन्ने होटल छ होइन, होटल छ। त्यही हो। अनि म चाहिँ अब खुर्र लाग्नु पर्ने भयो। सो त्यही हो है गाइस। साथी यता छ टसी जम। त्यही हो, अब चाहिँ हामी माथितिर हेर्छु होला। अब चाहिँ कम्प्लिट हुनेवाला छ च्यालेन्ज। सो त्यही हो, अब चाहिँ 3-4 घन्टामा हामी माथि स्याला भन्ने ठाउँमा पुग्छौँ। सो गाइस त्यही हो, त्यहाँसम्म हो मेरो डेस्टिनेसन भनेको, गन्तव्य भनेको। सो त्यही हो गाइस। अनि हो अरू के भन्ने त, अब अस्तितिर यहाँ
ठुलो बाढी आएर अहिले चाहिँ हल्का ठिक भइरहेछ पानी कम भइरहेछ सो अब चाहिँ म लिसो आइपुगिसक्यो अब लि काटिसक्यो होइन यहाँ 14 मा छु र यो बाटो चाहिँ एकदमै दिक्क लाग्ने खालको छ कि गाइस तपाईँहरू देखाउँछु होइन कस्तो छ भनेर होइन यस्तो छ हेर्नु न त्यहाँ पुग्नु पर्ने हो कि होइन त्यहाँबाट यतासम्म यो भित्र छिर्नुपर्छ अझै त्यहाँबाट त्यहाँ पुग्नुपर्छ यार सो सिधै यहाँबाट होइन डाइरेक्ट त्यहाँ पुल थाप्यो भने कस्तो राम्रो होला गाइस होइन एकदम घुम्डो छ कि यो भित्रबाटै 2 घन्टा जति लाग्छ त्यहाँ यता निस्किनको लागि चाहिँ यता छिर्नुपर्ने हुन्छ यहाँबाट र उता पुग्दाखेरि त 2 घन्टा नत्र यहाँबाट सिधै जोरे भए चाहिँ कति सहज हुन्थ्यो होला होइन गाइस पुल चाहिँ यहाँबाट पुल त्यहाँ जोडेको भए कस्तो सहज हुन्थ्यो होला 10 मिनटको बाटोमा पुरै आधा घन्टा भित्र छिरेर फेरि उकालो 1 घन्टा चढ्नु पर्ने त जावै लाग्छ हो गाइस के गर्नु तर पनि हार चाहिँ मान्नु हुँदैन गाइस त्यही हो ओके लेट्स सी होइन लासो अहिले चाहिँ अब म लो गाउँमा आइपुग्न लागिसक्यो यो सो भन्दा अलि माथि आइसक्यो गाइस त्यही हो आजको च्यालेन्ज कम्प्लिट हुन्छ डोन्ट वरी गाइस आई क्यान डु इट सो त्यही हो लो गाउँ त्यहाँ छ र त्यहाँ हामी एकछिन रेस्ट गर्छौँ रेस्ट गरिसकेपछि हामी फेरि आफ्नै गन्तव्यतर्फ लाग्छौँ सो गाइस त्यही हो माथितिर भेटौँला सो गाइस अब चाहिँ म लो गाउँ पनि छोडेर आइसक्यो होइन लो गाउँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यता छ यो गाउँबाट चाहिँ माथि सिधै मनासलु यस्तो राम्रो देख्छ होइन यो सिधा छ यो चाहिँ रिमुङ गुम्बा हो यसको सिधा चाहिँ मनासलु देख्छ होइन अहिले चाहिँ बादलले छोपेर देखेको छैन र गाइस यो वरिपरि सबै हिमाल नै घेरेको छैन मनासुलको मात्रै होइन सो अहिले चाहिँ बादलले गर्दा चाहिँ अब हामीले हिमालहरूको भ्यू देख्न नपाउँदो रहेछ सो त्यही हो यति मौसम राम्रो भएको भए म यही भिडियो मार्फत सबैले देखाउँदिन्थेँ होइन सो त्यही हो अब म बसेको ठाउँबाट पनि मनासुलुको भ्यू चाहिँ यस्तो दामी देख्छ स्याला भन्ने ठाउँ हो सो त्यही हो नत्र अहिले देखाइदिन्थेँ मैले यस्तो छ अहिलेको मौसम के गरौँ त लो गाउँ चाहिँ यस्तो छ है गाइस अहिले चाहिँ म स्यालाको मुनि आइसकेको छु गाइस र स्याला पुग्नलाई यहाँ उकालो एउटा चढ्नु पर्ने हुन्छ सो त्यही हो र त्यो उकालो चढ्नलाई हामीलाई एनर्जी चाहिएको हुन्छ गाइस सो त्यही हो एनर्जी चाहिँ मेरो हातमै आइसकेको छ भने अब पेटमा बचाउने बाँकी छ सो त्यही हो गाइस उकालो चाहिँ यहीँ छ हो यहाँबाट चाहिँ उकालो छ गाइस त्यसैले चाहिँ म पहिला एनर्जी दिन चाहन्छु होइन गाइस ओके लेट्स बाइट फर्स्ट बाइट होइन एप्पल के एप्पल वाउ लोकल अर्ग्यानिक एप्पल हो गाइस त्यही हो मेरो एनर्जी लो भइसक्यो स्वर पनि हल्का मसिनो आउन रहेछ आमा सो अलमोस्ट स्याला पुगिसक्यो
पुगेपछि म तपाईँहरूले टक्क खबर गराइहाल्छु। सो त्यही हो गाइस। साथीहरू मैले भनेको थिएँ नि स्याला पुग्नेभन्दा अगाडि चाहिँ उकालो चढ्नुपर्ने हुन्छ भनेर। सो त्यही हो, यहाँ अहिले म उकालो चढ्दैछु गाइस। सो तपाईँहरू पत्याउनु भएन भने लेट्स सी होइन। यहाँ अब स्याला पुगिसक्यो। त्यहाँ चाहिँ एउटा माने छ मन्दिर, त्यसपछि हामी स्याला पुगिसक्यो। फाइनली गाइस म चाहिँ रुममा आइसक्यो। एज यु क्यान सी फाइनली आई डिड इट गाइस, आई डिड इट। मैले सोचेको पनि थिएन होइन म 25 किलोमिटर्स 10 घन्टाभित्र कम्प्लिट गर्न सक्छु भनेर। तर जे कुरा पनि गरेपछि सक्ने रहेछ गाइस। त्यही हो, म चाहिँ अब रुममा आइसक्यो र बाहिर त्यहाँ तपाईँहरूले देखाउँछु र म कहाँ आइसकेको हो भनेर। दिस इज स्याला स्कुल है। त्यहाँ चाहिँ गुम्बा छ, त्यही हो। फाइनली मैले चाहिँ कम्प्लिट गरेँ। I did it guys, I did it. Yeah. See you next time.